अब भन्छ मुजी पूजा गरेर नपाउनु लामा यार बस कोले पशुपतिनाथको नाममा हुन्छ अब सुरु गरौँ है त हात दिनुहोस् त आहा कति राम्रो तपाईँको हात कसै त मज्जाले ओ भाइ के गरायो Hello everyone, welcome back to my channel. This is Umesh React. So before starting the video, I would like to say Happy Vijaya Dashami to all my viewers, to all my subscribers who love me, who support me. है So यो पालिको दसैँ मजाले मनाउनुस् तर खासै मनाउन त मन छैन है मलाई त यो पालि दसैँ जस्तो मन छैन अस्तिको त्यो हाम्रो प्रोटेस्ट पछिको कुराहरूले गर्दा है तर यो पालि दसैँ जस्तो जुन लागिरहेको छैन सायद विदेशमा भएको भएर पनि हुनसक्छ सो गाइस ढिला नगरिकन एउटा भिडियोतिर लागौँ होइन एउटा खसीको मासु भन्ने एउटा भिडियो आएको छ होइन खसीको मासु यस दसैँ भन्न बित्तिकै खसीको मासु याद आइहाल्छ गाइस सो 101 भाइन्सको चाहिँ भिडियो रियाक्ट गर्न जाँदैछु सो गाइस ढिला नगरिकन भिडियोतिर लागौँ है त भगवान कृष्ण मङ्गलम गरुड मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनवारी लामा बाउन सुन्दैन बिहान बिहान घन्टी बजाउँछ मे सबैको राम्रो स्लो स्वास्थ्य राम्रो सबै राम्रो स्लो जय प्रभु जय पशुपतिनाथ अब भन्दा ब्रोलाई त ठ्याक्कै यो पुरा धर्मात्मा गरेर जस्तै देखिरहेछ क्या है पूजा गरेर नपाउनु लामा यार पूजा गर्नु जस्तो राम्रो पछि पूजा गरे जस्तो मुचाएर मेरो चाहिँ हेर सुन्नु न है अब भन्छ मुजी पूजा गरेर नपाउनु लामा यार बस कोले घन्टी बजाउँछ हौ अनि अर्को चाहिँ कहाँ गइन् के थाहा बिहान उठि चाहिँ रनिङ गर्नु गयो होला नि चोर 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 रनिङ गरेर आज रनिङ गएर आयो कि कुन चाहिँ के चोरे लगेर लायो त्यस्तो के होइन यहाँ चोकमा दसैँमा पिङ हालेको रहेछ नि त अनि त्यही भएर त्यही पिङ खेल्दा खेल्दा कहाँ माथि पुगेर यहाँ त्यो ठगेर आयो क्या अरू के होइन लास्टै भोग लागेछ यार ल खाइदिनु के पाकेछ के पाउनु तेरो बाबु सुराले पाक्यो अझै प्रोटेस्ट सबै थप्प भइहाल्यो न कलेज फी तिर्नु सकेको छ न घरबाट तिर्नु सकेको छ तिमीहरू के काम छ खालि हल्लियो हिँड्यो खायो काम अस्ति त्यो प्रोटेस्टले पनि कसै धेरैलाई एफेक्ट गरेछ धेरैलाई अफेक्ट गरेछ यार के गर्नु छैन त्यो मोबाइलले गेम फेरि के गरेर बस्यो खालि छ अब त्यो त अब यसो फ्री भएको बेला हो भने यसो टाइम पास हुने अब त अल्छी लाग्छ भने यसो टाइम पास गर्ने त्यहाँ अब कमेन्टमा लिङ्क छ प्रोमो कोड छ त्यहाँ चाहिँ अब साइन अप गर बोनसहरू पनि आउँछ त्यो गेम सेम खेल टाइम पास त हो अब तेरो इच्छा त खेल नखेल साँच्ची दसैँ भनेपछि याद आयो के छ प्लान योपालिको दसैँमा गाउँदैन नि अब गाउँमा त पैसा नि हुनु पऱ्यो नि लामाहरूले झन् दसैँ बेला गाडी भाडा यस्तो बढाउँछ नि बरु हिँड्दै गयो भने पुगिन्छ सही होला दसैँमा यहाँ बस्ने बेला चाहिँ बब्बाल रमाइलो गर्नुपर्छ तर अब जे भयो नि अरू केही नसके पनि यार खसीको मासु त खानुपर्छ यार दसैँमा यार एक्ज्याक्टली अरू बेला खसीको मासु याद आओस् नआओस् तर दसैँ भनेर चाहिँ खसीको मासु चाहिँ एकदम पपुलरै छ है यत्रो वर्ष हामीले काठमाडौँमा बस्यौँ पढ्यौँ वर्षको एक दिन मात्रै दसैँको दिन त्यो एक दिन पनि हामीले खसीको मासु खान सकेन भने हामीलाई ल हो यार खसीको मासु त खानै पर्छ हो यार दसैँ बेला मासु त खानै पर्छ यार ल सही हो त्यसो भए ल हामीसँग जति पैसा छ त्यति निकालौँ ल अगाडि ल यसो गरौँ न 150ले पनि एक पाउ त आउँछ कुखुराको टन्न झोला राख्नुलाई मैले भने होइन यसलाई कोठामा नराम भनेर भाडा तिर्ने म तैँले राखिस् होइन यार यो दसैँमा खसीको मासु त खानै पर्छ यार खानै पर्छ चाहे जे होस् खसीको मासु त खानै पर्छ ल अब यसो गरौँ हामी 3 जना छौँ 3 ठाउँमा जाउँ आफ्नो बुद्धिले जति पैसा ल्याउनु सकिन्छ ल्याउने अनि त्यसपछि योपालि दसैँमा खसीको मासु खाने लेट्स गो हाम्रो ब्रदर जति चाहिँ होइन जनाइ लाउन चाहिँ छोडेको छैन है जो लेट्स गो यहाँतिर हरे ओम जय पशुपतिनाथ टिका लाउनु नानी टिका लाउने अघि नै बिहान भने जस्तै सेम के होइन उहाँ ब्रो चाहिँ पुरा पण्डित जस्तै देखिन्छ होइन
श्रीगणेश साईनाम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनहरि धन्यवाद ल नानी म चाहिँ यसो हातहरू पनि हेर्छु क्या यस्तो मात्र म हातहरू एकदम राम्रो हेर्छु अब तपाईँलाई यसो इच्छा छ भने हात पनि हेरौँ न हुँदैन हुन्छ जय पशुपतिनाथ अब हात हेर्नु अगाडि चाहिँ हजुरले दक्षिणा चढाउनु पर्ने हुन्छ पशुपतिनाथको नाममा हुन्छ अब सुरु गरौँ है त हात दिनुहोस् त आहा कति राम्रो तपाईँको हात मतलब भविष्य पनि एकदम राम्रोसँग हेर्दैछु आहा धर्काहरू कति राम्रो हेर्नु त तपाईँको अब एकदम म हेर्दैछु एकदम राम्रो छ तपाईँको भविष्य तपाईँको पञ्चौँ अब सूर्य भएको कारणले तपाईँको धन सम्बन्ध त हुने छँदैछ तपाईँको अर्को कुरा के भन्दाखेरि तपाईँको प्रेम सम्बन्ध एकदम गाढा मुना मान्नु के छ तपाईँको त्यति राम्रो हुन्छ तपाईँको 100 वर्ष पछि तपाईँको प्रेम सम्बन्ध मेरो बुढाबुढी 1 वर्ष भइसक्यो अहिले हात हेर्दो रहेछ खसीको मासु भन्दा पनि योपालि त खसी नै काट्नु पर्ला यो टोलको तास लङ्गु बुर्जा ओखरको त प्रोमास्टर हो नि म त अब जे गर्छ यो 50 रुपियाँले गर्छ दाइ एक बोतल पानीले चिप्स दिनु त पानी हो खाउँछ घुस्नेको होला क्या त्यो प्रहरी किन्नलाई सरलाई चाहिँ एउटा डिल लिएर राखेँ मैले बेडी यो अहिले 10 चलिरहेको नि त यो टोलमा चाहिँ काका तास खेल्छन् काका ओखर खेल्छन् काका लङ्गा पैसा सबै ठाउँ मलाई थाहा छ क्या सर अहिले गएर अब तपाईँले मैले च्याप हान्न सबै पैसा लिनु पाएँ त आदि तपाईँ आदि मलाई पुलिस पनि चप्पलमा हुन पनि हुनसक्छ किन भन्दा अस्ति आन्दोलनमा अब सबै लिएर गएको छ नि त त्यही भएर होला कि नाइकी चप्पल मलाई 9 तपाईँलाई 10 मलाई 10 ठिक भयो सर ल तर तेरो चाहिँ के ठिक छ यो पैसा सब सरकारले जान्छ अब नयाँ नेपाल बन्छ भन्न बेलामा कट्टुमा लुगाएछ अर्को पार्किङ सबै सामे सामे जान्दैछ क्या पैसा मान्छेको यति पनि दिमाग छैन होला अब थै यसरी पो हो त पैसाको बोजू ओ हाँडी लक नगर त्यहाँ त्यतिको छोड्छौ कति घन्टाको लागि हाँडी लक नगर कति हो गाडी नम्बर जाऊ न जाऊ 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 84 15 पुलिस कमाइ त कति हो बेलुकासम्म त टन्नै हुन्छ जस्तो छ मान्छे त सिक्युरिटी थियो झापड त कडा हान्दिरहेछ टिकामा मान्छे नि कोही आउँदैनन् टिका लाउँ टिका टिका लाउँ है श्री गणेश साईनाम मङ्गलम भगवान् विष्णु मङ्गलम गरुड मङ्गलम पुण्यकाक्ष मङ्गलाय तनहरि नराउँदै 10 रुपियाँ अनि सुन्नु न
म चाहिँ भविष्यवाणी पनि गर्छु क्या, हातहरू पनि हेराउँछु। हेरौँ त हेरौँ हात हेरौँ न। हेर्ने र हेरौँ हेरौँ। हरिओ जय पशुपतिनाथ। अब पहिला हेर्नुभन्दा अगाडि भेटी चाहिँ चढाइहालौँ न है। पहिले दिनुपर्ने हो र। यस्तो हो क्या, मलाई फेरि भेटी नभएपछि धमिल धमिल देख्छु क्या, त्यही भएर। होइन दिउँ दिउँ दिउँ, दाइको त हेर्नै पर्ने अवस्था छ क्या। अब अब हेरौँ है, खै हात दिनु त। तपाईँको पञ्चौँ भावमा राहु भएको कारणले तपाईँको व्यापार बिजनेसमा एकदम राम्रो छ। तपाईँको अरू भन्दा नि बिजनेसमा एकदम राम्रो छ। तपाईँको हिजोको दिनमा लाखौँ कारोबार हुन्थ्यो भने अब आउने दिनमा भोलिको दिनमा करोडौँ कारोबार हुन्छ तपाईँको। होला बुढा, अस्ति गेन्जीहरूको प्रोटेस्टले मेरो बिजनेस खरानी भइसक्यो। म यहाँ अस्ट्रेलिया भिजा लाग्छ हेर्न आएको यहाँ। छोडिदिनु छोडिदिनु। भनिदियो ल। त्यहाँ राम्रोसँग हेर्नु त्यही हुन्छ हुन्छ हुन्छ। मैले एउटा धर्का हेरेर मिस्टेक गरेँ जस्तो लाग्यो कि ए हो त यो धर्कै देखेर चाहिँ मेरो अहिले आँखा कमजोर भएछ। तपाईँको भिजा त ओहो कति राम्रो। तपाईँको भिजा सकेसम्म भोलि होइन आजै तपाईँको भिजा आउँदैछ देखाएको छ यहाँनिर हेर्दाखेरि। हो भिजा रिजेक्ट भयो। दाइ अस्ट्रेलियाको त भिजा रिजेक्ट भयो अरे त। चढ्ने मार्नु नि यो काममा त रिक्स रहेछ हो। गाह्रो रहेछ नि त पण्डित भन्नुपर्ने भनेपछि अब यो डक्टर प्रकाश भुजेल हो र। आमा कसरी टिकिरहेछ नि त हौ अहिलेसम्म पनि। अब यो गरेर हुन्न, मर्ने बेर लाउन। ए साँच्ची अघि त्यो केटीले 500 दिए जस्तो लाग्यो। मलाई त पुग्यो त्यो 500ले आधी भयो भने खसीको मासु आउँछ टन्न झोला लाग्ला बरु। मलाई त पुग्यो, म रिक्स लिन सक्दिनँ। मेरो 1000 को चेन्ज कसले गर्ने यहाँ? पानामा है 10 रुपैयाँ फेरि। हाल्नु न दाइ। आलिया छिन् भाइ लङ उड्दाको त यहाँ मास्टर हो नि। हेरेर कसले खाँदो रहेछ। इन्भेस्टमेन्ट नगरेर पो त नहेर आउँछ ल। पानमा 100 सुरतमा 100 ल। गोल भाइ गोल गोल गोल। ल यार जियो दाइले खाइदिए यार। भनेर भाइ ल यो पालि इटमा हाल्दै इटमा मेरो 100 ल। इटमा 200 हाल भाइ। गोल 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 गोल। मेरो पूजामा पैसा झरेछ। दाइ यो पालि कहाँ भयो? यो पालि बुर्जामा पर्छ ल। बुर्जामा हाल। फिक्स हो? फिक्स हो हाल। ल दाइ मेरो आयो पूजामा 100 रुपैयाँ। अब लास्ट पुलिस आइदिनु होला क्या अब। सबैले त्यही टाट खेलाउने मान्छे। पानमा हालौँ ल 2000। भन्छ यार भाइ यार। मैले भने क्या टोलको भाइहरू तिम्रो यो टोलको लङ उर्जाको त मास्टर हो क्या। मलाई कसरी जित्नु सकेन रहेछ मलाई। ल चाँदनी तिम्रो बाटो खाएर ल। 1 2 3 4 5 6 7 8 9 10। यसमा 1 किलो मासु त होइन, शान्तिले त पाठी नै आउँछ नि। यो पालिको 10 रहिला होला जस्तो। सही हो। 18 19 20 यतिले त म्यासिङै खसी आइहाल्छ नि हौ। दसैँ त मजाले। ओ भाइ के गरायो? अनएक्सपेक्टेड आशिका दिदी त।
कि दिदी म त मुदैन कस्तो मैले डाइपर लगाएको मुतेको कुरा गरे हो मैले यो सरकारी जग्गामा पार्किङको पैसा उठाउने हो त्यो त मिल्दैन कि दिदी म जान्छु तपाईँ उठाउनु ए इन्स्पेक्टर साहब पक्रिनु यसलाई होइन नि सर म त्यहाँ के गर्नु गएको होइन क्या बाइक मात्रै हेर्नु गएको दसैँमा मासु भात खानुपर्ने कहाँ यहाँ दाल खान्छु भने प्रहरी मेरो साथी होइन अस्ति रवि लामी छानलाई त छोडिदियो मलाई नि जोड्नु नि प्लिज हुन्छ सर अब दसैँको मौका पनि छ अब यो जे जरिवाना लाग्यो बरु त्यो हामी तिरौँला सर के भयो यो निकाल्नु पर्यो सर यसलाई थ्याङ्क यू ल ठिक छ यो नेपाल सरकारले चाहिँ यो अनावश्यक पार्किङ शुल्क उठाएको रहेछ तिम्रो साथीले यो बापत चाहिँ 10,000 रुपियाँ चाहिँ जरिवाना लाग्छ यो 10,000 रुपियाँ दिने अनि तिम्रो साथी लाने 10,000 त्यसकै ए बह अघि मिस्टेक भएछ 10,500 रुपियाँ टुगेदर 500 सबै कमाएको पैसा सबै घर त्यत्रो मेहनत गरेर कमाएको पैसा सब गयो मासला तैँले गर्दाखेरि 10,000 गयो मेरो दसैँमा खसी खाने भनेर उहाँ लगाउनु त्यत्रो जितेर लास्टमा त्यही नै के त्यो मेरो नि 500 उडाइदियो 500 ले आउँछ खसीको चाक सुन्नु नि पाउँदैन मैले 20,000 कमाएँ होइन यो त के हो तर जति कमाएँ मैले त्यही 500 रुपैयाँ तँलाई निकालेको त्यो तैँले 500 म त निकाले यसले नि निकाले होइन एटलिस्ट मैले राम्रो काम गर्दा होइन राम्रो खुब राम्रो काम गरिस् वा मन्त्री बनाउँछु हो तँले गर्दा सब बिग्रियो ल तँ चाहिँ को त्यो तँचीको भाइ फेरि हातमा ओए बाबा झगडा चाहिँ नगर केटा झगडा चाहिँ नगर है जे भयो भने के को चाहिँ भयो भने यसले हात लाग्यो नि त मलाई यसले हो ए मैले उचाले हो भने तिम्रो अम्बानीको छोराहरू होइन अम्बानीको छोरा तिमीहरूको थालमा 84 व्यञ्जन पाक्छ ल ठिक छ म बिचमा आउँदिन ल ठिक छ ल बिचमै छ गरिबको बच्चा त्यही चामल छ त्यही चामल गुटेर खाऊ ल म बिचमा गर्दिन छोड्दिन त्यस्तो तैँले त हो नि तैँले के गरिस् ए उडे हो हामी उडे कि अहिले कमाइसे आउँछ नि त्यस फर्केर आउँछ नि कसै फर्किङ जेलमा हाल्यो जहिले काम बिग्रिन्छ काम बिहाले कुनै चाहिँ बनाए के को टाइम गर्ने होला अब साथै लास्ट तनाव हुने कि दसैँको टाइममा आयो खसीको मासु चाहिँ खानुपर्छ नि कसले ट्रेन निकाल्यो होला कि त्यो ट्रेन कसले निकाल्यो होला कि लाइक खसीकै मासु खानुपर्छ है खसीको मासु इजिकल टु दसैँ इजिकल टु खसीको मासु त्यो ठ्याक्कै त्यो मलाई चाहिँ त्यो पहिलाको त्यो दसैँ भन्ने त्यो हरिवंश र मदन कृष्णज्यूको त्यो भिडियो याद आइरहेको थियो सोच्दैछ है सोल्टी सोच्दैछ मासु खाने अझै एउटा आइडिया छ केटा कस्तो आइडिया पैसा कमाएर त हामीले खसीको मासु खान सकेनौँ अब खसी चोर्न पर्ने हुन्छ कसको हाम्रो कलेजको डिआई छैन उ त्यो पल्ला गरेर बस्नु सोच्छ त्यसले हामीले के गरेँ त्यो कलेजमा कतिचोटि पिट्यो हामीलाई अनि अस्ति त्यो आरु चोर्न जाँदाखेरि सालाले हामीलाई नाङ्गे बनाएर पेन्टी लाएर राखेको होइन छैन किन थाहा नहुनु यसको कट्टु भङ गरे तेरो पनि थियो है म यही मौका हो बदला तिर्ने त्यो बाहिर निस्केको मौका छोपेर हामी 3 जना गएर 3 तिर गएर त्यो खसीलाई छोपिहाल्नुपर्छ त्यसपछि गएर त्यो खसी अदल गरेर बेचिदिने अनि त्यही पैसाले अर्को खसी किनेर ल्याएर त्यसको आहाडी काटेर यो पालिको दसैँ मनाउने के छ केटा होला भन सही हो यो त ठ्याक्कै त्यही मैले भने जस्तै त्यो ऊ जस्तै भयो क्या यो के अरे अब दसैँ त्यो मदन कृष्ण हरिवंशको त्यो महासञ्चारको सेम त्यही स्टोरी भयो क्या Gone. What is this out of here?
ठुलै काण्ड मजा लाग्यो क्या हो केटा हो हाम्रो टार्गेट चाहिँ त्यही छ है त्यो भर्खर बाइक स्टार्ट गरेर लास्ट लाग्यो होइन त लेफ्टबाट जा त राइटबाट जा म बिचबाट जान्छ है त अनि म त मसँग हिँड्न वी आर माफियास मुला माफिया प्लास्टिकको गन बोकेको छ कलेजको कोट आएको छ तिम्रो जुन कलेजमा पढ्छौ नि त्यसको म डिआई हो सत्यबाट चाहिँ भाग्नुपर्छ अहिले लामो त्यो थापेर बस्नु त के भने यत्रो थियो मलाई मारिहाल्छ अनि मासु नै खानु भनेको खस्यो मसँग अर्को एउटा प्लान छ केटा हो अब छोड्दै अब यस्तो यो चोर्नी कामहरूमा ल ठिक छ हामी गर्छौँ त नखानु खसी मासु होइन मिठ लाग्छ खसीको सुप दामी हुन्छ ल अहिलेको हाम्रो प्लानमा एउटा सानो कमी भयो केटा हो एउटा खसी भएको ठाउँमा एउटा खसी चोर्नु गयो भने थाहा त भइहाल्छ नि जहाँ 100औं खसी हुन्छ त्यहाँबाट एउटा खसी चोरी भयो भने कसरी थाहा हुन्छ कुरा त तैँले सही गरिस् तर कसरी खसी बजार खसी बजार हेर्नुहोस् हामी चाहिँ सिआइडीबाट तपाईँको खसी तपाईँको खसी एउटा हामी लानुपर्ने भयो किन होला सर तपाईँको खसी टेस्ट गर्नलाई टेस्ट त मजाले गर्ने हो क्या मर मसला हालेर अलि नुन चल्छ है यो अलि जिस्किन्छ खासमा हामी त भेजिटेरियन हामी त मासु नै खाँदैनौँ तपाईँको यो खसीले गर्दाखेरि चाहिँ यहाँको यो खसीको मासुले गर्दा मान्छेले एकदम बिरामी भएको रहेछ त्यही भएर यो खसी लगाएर हामीले टेस्ट गर्नुपर्ने रहेछ ए हुन्छ सर अनि टेस्ट भएपछि खसी लिन चाहिँ काम भोलि बिहान टोइलेटमा आउनु मतलब यो टेस्ट गर्नलाई 1-2 महिना जति चाहिँ लाग्छ अब यो तिहार पछि नै हुन्छ होला तिहार पछि हामी ल्याइदिन्छौँ अब यही दसैँमा बेचौँ भने सर खसी ठिक छ अर्को दसैँमा बेचौँ ल खसी चाहिँ निकाल्यो ल के भन्नु त्यस्तो त्यो खानु तर मलाई सित्तैमा पाएँ यार खसी सित्तैमा हो यार कस्तो सित्तै कसरी सित्तै को तिमीहरू यो यो हामी 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 सिआइडीबाट हो हामी यो खसीलाई चाहिँ अब त्यो अहिले बजारमा नयाँ रोग आएको छ अरे क्या मान्छे कति बिरामी भएको रहेछ अनि त्यही भएर अनि यो खसी लिएर गएर टेस्ट गर्न लाग्यो केटा हो ठिक कुरो गरे तिमीहरूले त आधा इन्फर्मेसन मात्रै पाएर रहेछ बिरामी मात्रै होइन मान्छे पुग्लुक मरेर खान्छ जाठाहरू कसपछि प्याक भयो के कारण हो यो खसी त 100% नै रोगी छ ल तिमीले राम्रो अर्को चोर होला क्या अर्को चोर हुनुपर्छ यो पनि खसी चुनिन्छौ यो खायो भने त मान्छे त पुग्लुकै मर्छ ल ठिक गरे तिमीहरूले अब यो होइन यो ठिक छ केटाहरू सबै यो गणेश सिडी सब मिलेर गर्दा जस्तो लाग्यो क्या यताको उता त स्वाप गर्दो रहेछ यो अब त्यस्तै छ अहिले त्यस्तै चाहिँ यो अब यो खसी अहिले यहीँ राखेर भोलितिर चाहिँ आउनु पर्ला है सर है त्यही गर्नु पर्ला कसो भोलि आजै लगिहाल्नु मान्छेहरू पुग्लुक मरिसक्यो लगिहाल्नु यहाँ छुट कहाँ छोडेर गयो भने जे गरे पनि पाएन केटा यहीँ बसेर यसो रमाइलो गरेर यसो अलिकति खाउन भने त्यो पनि पाइएन खसीको मासु खाने हाम्रो भाग्यमा रहन्छ केटा हो रहन्छ यसपालि पनि मासु खानु नपाउने भयो है सुनेको मासु खायो भने तागत आउँछ अरे त्यसो त म कमजोर छु 6 महिना भइसक्यो मासु खान नपाएको यस्तै रहेछ हाम्रो गरिबको जिन्दगी गरिब भएरै जाने भयो रमाइलो गर्ने भने त के गर्नु खल्तीमा पैसा हुनु परेन के साँच्ची हिजोको 50 रुपियाँ ए साँच्ची मसँग नि रहेछ 100 रुपियाँ कुखुरा मासु खाइदिने क्या खानु न अलि नुन चल सानो मान्छेको सानैको 100 रुपियाँको कुखुरा मासुले खाएर नि हुन्छ दसैँमा यो भनेको हाम्रो इन्भेस्टमेन्ट हो केटा तिमीलाई मैले यहाँ लगाउँदाखेरि तिमीले देखाएको छैन उता हेर
अब मेरो चिडीमा खत्म बाय बाय टाटा गुड बाय गया अब गल्ती भइहाल्यो यार केटा त्यसरी नहेर न अब पैसा पनि कमाउन सकेन पैसा किनेर खान पनि सकेन चोर्न पनि सकेन अब एउटा लास्ट अप्सन भनेको अब त्यही माग्नु पर्ला जस्तो जा त मागेर आइज तँ न तैँले गर्दा होइन हामी किन माग्नु तैँले तैँले गर्दा हाम्रो पैसा हारेन तेरो त अनुहार पनि माग्ने जस्तो छ बताउँछ जा 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 भने जा भरे खानु पाउँछ दाइ दाइ ए त्यो हामी त्यो यसो स्टुडेन्ट जस्तो मान्छे अनि त्यो खानलाई त्यो पैसै भएन त्यो खसीको मासु 1 पाउ जति तपाईँले दिनुभयो नि यो 10 मन थियो भनेर 1 पाउ जति खसीको मासु ए खसीको मासु सितैमा त्यो पनि 1 पाउ भाइ केजीको 1500 रुपियाँ पर्छ पाउको 400-500 रुपियाँ अब के सितैमा आउँछ 400-500 रुपियाँ ल गजब बेइज्जती है 20 रुपियाँ मिट मसाला चाहिँ हाले मिट मसाला हाल्छ घिराउला नि मिठो हुन्छ नि केटा ह्याप्पी दसैँ है ल केटा घिराउला नि मिठो हुन्छ एनिवे गाइज कस्तो रमाइलो भयो भिडियो हेर्न दियोस् होइन तर त्यही हो अब लाइक दसैँ भन्ने बित्तिकै नै अब आज खसी मासु खाने पर्ने एउटा ट्रेन्ड चलेको छ तर सक्नेले त खान्छ नसक्ने त गाह्रै छ होइन लाइक भिडियोमा देखाएको जस्तो लाइक सोसियल मेसेज हुन्छ कति गाह्रो हुन्छ होइन अब यस्तै टाइममा अब अरू चाहिँ चोर्ने लुटपाट हुने पनि कारणै हो कि अब रिजन के हो यस्तो दसैँ मनाउनलाई यताउति नै हो सो गाइज द भिडियोमा सो गुड होइन लाइक यस्तो रमाइलो लाग्यो सो तपाईँहरूलाई कुन पार्ट रमाइलो लाग्यो कमेन्ट गर्नुहोस् लाइक गर्नुहोस् सब्सक्राइब गर्नुहोस् सेयर गर्न नबिर्सिनुहोस् होइन र नेपालीको दसैँ रमाइलोसँग बिताउनुहोस् आफ्नो परिवारसँग साथ बस्नुहोस् होइन त्यति भन्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहन्छु सी यू नेक्स्ट टाइम